हेलो गाइस, सबलाई सेवा छ है सेवा। यो चाहिँ हाम्रो फर्स्ट ब्लग है, बनाउँदैछौँ, सिक्दैछौँ। नसुन हौ, सबलाई ह्याप्पी सङ्क्रान्ति आजको दिनमा। रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। यो फुल मस्ती के फोन आज के हो कस्तो यसो अगाडि पनि गर्न आएन यो मलाई यार। यहाँ चाहिँ मेरो बुढीले पुरा आज सङ्क्रान्तिको दिनमा होइन, वाउ आलु यस्तै बनाएर है। ओ माई गड, यो पत्ताले भन्छ, यसलाई पत्ताले भन्छ। यसलाई हात्ती पाइले। हात्ती पाइले मिठो हुन्छ यो, सानै बेला खाएको यार आमाको हातबाट। सङ्क्रान्तिको दिनमा धेरै चाकु खान्थे पहिला पहिला यार। चाकु भन्ने चाहिँ के? चाकु भन्ने चाहिँ के? चाकु थाहा छैन? गुलियो गुलियो हुन्छ नि यत्रो त्यो, उसको कालो 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 हुन्छ नि यत्रो, कालो कालो हुन्छ नि यत्रो। खण्डा होइन, चाकु पनि थाहा रहेछ यार। यो चाहिँ म खान्छु, मलाई मिठो लाग्छ यस्तो भएको। ती मात्रै खाने, हामी चाहिँ नखाने यार। चिसो मौसममा रुगा लागेर हैरान। ओ के भन्छ यसलाई? अरू त थाहा। सिम्बल तरुल, यो चाहिँ म खान्छु। यो त मेरो फेभरेट हो नि त यार। सक्खर खण्डा भनेपछि आफूलाई हुरुकै हुने हो। ल गाइस, हाम्रो त यस्तै छ है झुपडी कटेज भनौँ न। अब त्यो पनि हाम्रो त अब कटेज भए पनि हाम्रो त यसै स्वर्ग जस्तो लाग्छ होइन, त्यस्तै हो पारा। वाह आज सिमल तरुल खाने हो। तरुल सरुल सक्खर खण्डा, उफ कत्रो कालो हो यो, कालो हो यो। हात्ती पाइला, हात्ती त रहेछ पाइला पनि, राति निकाल्दैछ। भन्न मिल्दै भन्न मिल्दै भन्न मिल्दै भन्न मिल्दै भन्न मिल्दै भन्न मिल्दै भन्न मिल्दै। सकेन अझै? देखा आपने लापरवाही का नतीजा है। अनि आज सङ्क्रान्तिको दिनमा के भन्न चाहनुहुन्छ? सङ्क्रान्तिको दिनमा अलि ठुलो स्वरले बोल्नुहोस् होला। सङ्क्रान्तिको दिनमा सबैजनालाई देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइहरूलाई ह्याप्पी सङ्क्रान्ति भन्न चाहन्छु। आउनुहोस् जाम सुन्दाराको टुरी खेलमा रमाइलो गर्नु। आज त्यहाँ कल्पना थामी उपस्थित हुनेछ। आज सुन्दारा जाने, बसन्तपुर जाने। पार्लिन जान्छ? म त्यसो त म जान्न हौ। One eternity later. आज चाहिँ घुम्न आउँदैछौँ हामी होइन, चट्ट लाएर बसन्तपुर। धेरै दिनपछि बुढीलाई घुम्न ल्याएको छु। के कस्तो लाग्यो त? नराम्रो लाग्यो? यस्तो ठाउँमा आएर नराम्रो लाग्छ? So hey guys, यहाँ चाहिँ हाम्रो हिरोनी छ। यता जाउँ, यता होइन। धेरै दिनपछि बुढीलाई घुमाउनु लाउँदैछु होइन, चट्ट लाएर। त्यो पनि कहाँ भन्दा बसन्तपुर हो, फेरि एउटा ठाउँ भयो त।
हाँ? One eternity later.